हेलो गाइज, वेलकम टु माई भ्लग। आज भने म रेडी हुन आँटिसकेको छु, लगभग रेडी नै छु। अनि माथिबाट तलतिर झऱ्यौँ। अब हामी कुर्दै थियौँ गाडी आउँछ कि भनेर। अनि त्यतिखेर भोक लागेर फेरि भित्र गएर स्याउ लिएर गम मैले एउटा दिदीले एउटा स्याउ खाएँ। बाबा हुनुहुन्थेन त्यहाँ। अनि 1 घन्टा जति बस्यौँ। त्यतिकैमा बाबा पनि आउनुभयो। अनि अब गाडी पनि आउन आँट्यो। अनि हामी बाई बाई भनेर कुद्न थाल्यो। एकदम यो गाडी चाहिँ हामी सबै पहिलादेखि हिँडिराख्ने गाडी हो। डिले अङ्कलको गाडी हो। उहाँले स्मुथली अनि आफ्नै जस्तो लाग्छ क्या उहाँको गाडीमा हिँड्दा। अनि चढेपछि हामी अङ्कलसँग फेरि गफ गर्न पनि थाल्यौँ। दिदीलाई के सोध्दै हुनुहुन्थ्यो। अनि कहिलेसम्म बस्नेसम्म कुरा भयो। हाम्रो कुरा भयो। अनि उहाँ चाहिँ हाम्रो गोलको एकदम चलेको ट्याक्सी ड्राइभर हुनुहुन्छ। अनि गाडीमा चढेर हामी लाग्यो मामा घरतर्फ। दिदी चाहिँ आफ्नो धुनमा कता टोलाइरहेछ। मैले भने क्यामेरा देखाउन छोडिरहेको छैन। यो चाहिँ आगा खेत भन्ने ठाउँमा आइसक्यौँ हामी। त्यसपछि अब यहाँ हामीले विभिन्न ठाउँहरू देख्छौँ जहाँ राम्रो छ। हामी हट्टा पुगिसकेछौँ भाइ। त्यसपछि अघि बढ्दै गइसक्यो ट्याक्सी। अनि हामीले चाहिँ कुरा गरिरहौँ। उहाँको छोरी र हाम्रो दिदीले चाहिँ सँगै पढ्नुभएको हो। त्यसपछि झरेर आमाले एउटा ठाउँमा काम दिनुभएको थियो। उताबाट भाइ पनि आयो उसको प्रोग्रामबाट। अनि हामी 3 महिना जम्मा भयो। अनि अब त्यो गाडी कुर्ने भन्ने प्लान थियो। बस्दै थियौँ तर एक्कासी गाडी आउन अलि ढिलो हुने भएपछि हामी त्यहाँबाट हिँड्न थाल्यौँ। अनि हिँड्दै चक्लेट किन्न जाने भनेर चक्लेट किन्न गयौँ। बाहिर दिदी छोडेर भाग्यो तर लुकेर बसेर रहेछन् त्यहाँ यस्तो कुनामा। जब भेटेँ त्यतिखेर मैले एक्लै एउटा चक्लेट खाइदिएँ। अनि पछि उनीहरूलाई पनि दिएँ। सी इज भेरी ट्यालेन्ट गाइज। अनि उहाँले चाहिँ 2टा लिनुभएको छ। बाहिर म चाहिँ कन्फ्युज। ओ माई गॉड। अनि त्यसपछि हामी 2-3 महिनालाई हल्ला गरिरहेको थियौँ। अनि हामी पुगिसक्यौँ हिँड्दै लगभग धेरै अघि हो। अनि त्यसपछि फेरि यो डाँडामा फेरि यिनीहरूको भिडियो गराइरहेको थिएँ। जब थाहा पाएँ झन् उनीहरूको नाटक आफ्नै देखाउन थालेँ। पारा देखाइरहेको थिएँ। अनि मैले पनि मतलब दिएन। अनि हामी 3 महिना फेरि हल्ला गर्दै बतास डाँडा आयौँ। यहाँबाट चाहिँ अस्ति नै एक्सिडेन्ट भएको थियो। त्यो कुरा गरिरहेको थियौँ हामीले। त्यसपछि त्यहाँ ट्याक्सीहरू रहेछ। अनि दिदीले चाहिँ त्यहाँ पिङ खेल्ने भन्दै थिए। तर एक्सट्रिमली त्यहाँको पिङ चाहिँ बिग्रेको रहेछ क्या गाइस। अहिले पिङै रहन्छ भने। अनि त्यही भएर हामी त्यहाँ नगइकन खुरुखुरु आफ्नो यात्रा ततायौँ। पछि हिँड्दै थियौँ हामी। 2टीको पारा तपाईँहरू देख्नै सक्नुहुन्छ। तर यो क्यामेरा गर्ने बेलामा चाहिँ हामीलाई थाहा भइसकेको थियो। त्यही भएर अर्कै फिलिङ आइरहेको थियो होइन। तर भाइले गरिरह हो। अनि मेरो पारा चाहिँ त्यही हो गाइस। त्यस्तै गर्ने बानी हो। अनि दिदीले चाहिँ उता डाँडा गएर फोटो खिच्ने भने कस्तो देखिन्छ भन्दै कुरा गरिरहेको थिएँ। अनि भाइलाई चाहिँ हामी जिस्काइरहन्थ्यौँ कि हामी 2 महिना मात्र जान्छौँ तँलाई यसो गरिदिन्छौँ भन्ने किसिमले। अनि फेरि पछि चाहिँ दिदीको चाहिँ मिटिङ सुरु भयो। दिदीले फोनमा मिटिङ दिन थाली। भाइले झोला मलाई दियो। अनि म भरिया त्यहाँदेखि हामी लाग्यो यता नेपालको। त्यहाँ पर एउटा मामाको रेस्टुरेन्ट देखिरहेछ तर त्यो मामाकै चाहिँ होइन। अनि यो खोला जुन खोला मलाई तर्न गाह्रो भयो गाइज। म त कसो लोटिनँ नि। यति बेला मेरो क्यामेरै डिसब्यालेन्स भयो गाइज। तर भाइ त्यहाँ बसिरहेको रहेछ। अनि यहाँ आउँदा चाहिँ अब अँध्यारो हुन लागिसकेको थियो। खेतमा धान चुलिरहेको रहेछ। भाइ बोलिरहेको। अब त म थाकी पनि सकेको थिएँ गाइज। मलाई थाहा थिएन यतितिर हिँड्नुपर्छ। मैले हिल चप्पल लगाइदिरहेको थिएँ। अनि अँध्यारो भइसक्यो। हामी डाँडा खेतबाट पनि माथि आइसक्यो। त्यहाँ आउँदा पनि गाडी आएन। मामालाई फोन हानेर खुट्टा दुख्यो भने मालिस गरिदिनुपर्छ भन्ने शर्त राखेर म हिँड्न थालेँ। स्ट्रिट लाइट बोल्ने बेला भइसक्यो तर मामा आउनु भएन। भाइले पनि कुरा गरिरह। उता पारिको डाँडाकोमा घरहरू पनि अँध्यारो घरहरू डर लाग्ने बेला भइसकेको थियो। अनि हामी निकिता दिदीकोमा बस्यौँ। अनि गफ गर्न थाल्यौँ। दिदी पनि आउनुभयो।
बसिरहेको थियो। अनि गाडीहरू आयो कि भनेर एक्सपेक्ट गरेर जुम गरी खिचेको त झन् सुरुका 2टा गाडीले त हामीलाई फेल गराइदियो। त्यसपछि आएको एउटा गाडी चाहिँ साँच्चीकै हाम्रै वाला रहेछ। अनि त्यो गाडीमा हामी चढिसकेपछि चढ्नेवाला कुरा गरिरहेको थियौँ। त्यतिकै भाइलाई झाडु भयो भनेर कपडा निकाल्यौँ। अनि अर्को गाडी आयो, त्यसमा चाहिँ हामी चढ्यौँ। सायद त्यस्तै लागिरहेछ, त्यो गाडी हामीतिरै आइरहेको थियो। अनि गाडी आएपछि हामी चढ्यौँ। गाडीभित्र चाहिँ ड्रङ्क कन्डिसनमा मान्छेहरू हुनुहुन्थ्यो क्या, 2-3जना। मेरो साइडमा बसेको हजुरआमाले मलाई दिक्क बनाउनु भयो, धेरै बोल्नुभयो। उहाँहरू खाएर आउनुभएको थियो। अनि निकै डिफिकल्ट थियो, त्यही भएर हामी लाग्यो। एक ठाउँबाट ड्राइभरले खाना जानुभयो भन्ने सुनेपछि त मेरो त सातो गयो गाइज। त्यसपछि मलाई हे भगवान् नभइदियो हुन्थ्यो भन्ने भइसकेको थियो। तर भ्यू हेर्दा चाहिँ मजा आइरहेको थियो। झ्याल पनि पुरै खोलाएको थियो, मैले चिसो भए पनि केही होइन भनेर। गाडीले आफ्नो रफ्तार बढाइरहेको थियो, गीत पनि घन्किरहेको थियो अनि रमाइलो भइरहेको थियो मनमा नै। मामाको जाने भनेर हामी लागिसकेका थियौँ। यो खोज चाहिँ अलिकति डरावनी छ, त्यही पनि कता भिरबाट गुल्टिने भन्ने जस्तो लागिरहेको थियो गाइज। साँच्चीकै झुट बोल्दैन म। त्यसपछि तर कट्यो। अनि फेरि त्यसभन्दा माथि त्यसपछि चाहिँ अगाडिको सिटमा जहाँ दिदी बसिरहेको थियो, दिदीको साइडमा बसेर। अनि यो भनेको हाम्रो बाबाको जाने नजिकै आइसक्यो। हामी अनि लाग्यो गाडी चाहिँ अगाडि। गाडी आफ्नो तेजमा बढिरहेको थियो अनि हामी पनि हिँडिरहेको थियौँ। म चाहिँ के गरिरहेको थिएँ, दिदी चाहिँ आफ्नो काममा नासिरहेको थिएँ। गाडीबाट झऱ्यौँ अनि मैले एउटा फोनबाट लाइट गरिरहेको थिएँ, अर्को फोनबाट खिचेर थिएँ। त्यो चाहिँ हाम्रो मामा घर देखियो। हाम्रो बत्ती बोलेको घर नै हाम्रो मामा घर हो। हाम्रो मेन डेस्टिनी भनेकै मामा घर हो। अनि यो चाहिँ हामी सानोदेखि युज गर्ने दारो, त्यसको साइडमा लुकारे साबारी जुन गिरीहरू पनि लाग्ने बेला भइसकेको छ गाइज। त्यसपछि सुहाइ गएँ। सुरुमा क्यामेरा हटाउ कि भनेको थिएँ, बाबाले दिदी भाइ हाम्रो स्वागतका लागि उस गर्दैन हुने रहेछ। अनि यति बेला लाग्छ आउनलाई भन्दै जिस्काउनु हुन्थ्यो। यताबाट भाइले पनि हेर्दैछ अनि माइजू। त्यसपछि लाग्यो भित्र गएर हेर्नु पऱ्यो भनेर। अनि हजुरबाले चाहिँ खाना खाने बेला भएको रहेछ। हजुरबाले खाना दिन लानु रहेछ। हजुरबाले कसलाई देखाएको भन्नुहुन्थ्यो अनि होइन हजुरबा मैले आफै क्यामेरामा खिचेको भिडियो बनाउँदैछु भने। त्यसपछि आजलाई यति, फेरि नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई, लभ यु अल।